बलिकालसम्मको सत्य कुरा लेखे। उनले भने, मैले जुन भविष्य पुराण लेखिरहेको छु नि, त्यो भक्तजनहरूको पूर्व जन्मको संस्कृति, उनीहरूको पूर्व संस्कारलाई जागृत गर्नको लागि लेखिरहेको छु, अरू कुनै कारण छैन। अनि कलियुगबाट सत्ययुगसम्म जब मानिसहरू जान्छन्, भक्तजनहरू जान्छन्, उनीहरूको अधिकार यसमा लेखिरहेको छु, अरू केही लेखिरहेको छैन। त यो भविष्य पुराणको पवित्र धारा हो। 2032 धर्म संस्थापनाको अन्तिम समय हो। त्यसभन्दा पहिले 16 मण्डलको गठन आवश्यक छ, किनकि 16 मण्डलमा 64 भक्तहरू, 16,000 गोपाङ्गना, 16 सरदार कलीमा रहनेछन्। महापुरुष अच्युतानन्दले लेख्नु भएको छ, 16 मण्डलमा 16 अधिकारी बन्नेछन्, अर्थात् मण्डल अध्यक्ष 16 जना बन्नेछन्। अनि 64 सिद्ध ऋषिहरू 16 मण्डलमा मनुष्य रूपमा पनि रहनेछन्। अनि उनीहरूलाई लिएर सारा 16 मण्डलको प्रशासन, जुन संवैधानिक नियमहरू छन्, ती नियमहरूको पालना हुनेछ। भगवानले भविष्यमालिकामा लेख्नु भएको छ, आदि क्षेत्र बिरजा क्षेत्रदेखि फेरि बद्रीधामसम्म धर्म संस्थापना हुनेछ। अनि भक्तजनहरूका लागि जुन 16 मण्डलमा बिरजा मण्डल आउँछ, त्यही मण्डलमा सबैभन्दा पहिले विधर्मीहरूमाथि माता बिरजा देवीले योगमायाको रूपमा संहार कार्य गर्नुहुनेछ। त्यसपछि भारतको कुना कुनामा जहाँ जहाँ विधर्मीहरू छन्, उनीहरू सबैको संहार गर्नुहुनेछ। किनकि योगमायाको संहार र दुर्गा माधवको धर्म संस्थापनाको काम दुवैले मिलेर गर्नुहुनेछ। किनकि संसारमा कुनै धर्म रहने छैन, एउटै मात्र धर्म रहनेछ, त्यो हो सनातन। अनि एउटै ध्वजा भगवानको द्वापर युगको पञ्चरङ्गी। अनि धर्म संस्थापनाको कार्य जुन छ, त्यो हो सुधर्मा महामहासंघ। सुधर्मा महामहासंघ 16 मण्डलमा जुन भक्तजनहरू रहनेछन्, उनीहरू त्रिसन्ध्याको माध्यमबाट सुधर्मा बन्नेछन्, अर्थात् देवता बन्नेछन्। यो धेरै महत्त्वपूर्ण बारी हो। अनि उनीहरू भक्तहरूलाई लिएर सुधर्म महासंघ अर्थात् सारा ब्रह्माण्डको शासन, अनि ब्रह्माण्डको राजधानी उडिसा हुनेछ, अर्थात् युनाइटेड नेसन उडिसा हुनेछ। अनि दिल्लीको सिंहासनले द्वापर युगमा तपस्यामा सम्पन्न, एक त्रेता युगमा भगवान दशरथकी वासुधर मारु हिमालयको शान्त रमणीय र सुन्दर कल्पग्राममा तपस्या गरिरहनु भएको छ। यो जानकारी तपाईको लागि आवश्यक छ। राजा दशरथका वंशजहरूले त्रेता युगदेखि नै हिमालयको रमणीय कल्पग्राममा गहिरो तपस्या गर्दै आएका छन्। उनको नाम मारु हो, जो द्वापर युगका एक प्रसिद्ध पात्र मानिन्छन्। शान्तनुको वंशज देवपी, जसलाई प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएको छ, अझै पनि हिमालय पर्वतको उत्तरतर्फ एकान्त र शान्त वातावरणमा कठोर तपस्या गर्दै बसिरहेका छन्। देवपीको तपस्याले त्यो क्षेत्रलाई अझ पवित्र बनाएको विश्वास गरिन्छ। उनी आफ्नो जीवनलाई धर्म, सत्य र तपस्यामा समर्पित गरेर मानव जातिको कल्याणको लागि ध्यानमा लिन्छन्। ती दुई देवी जो हस्तिना हुन्, भविष्यमा हस्तिनापुरको सिंहासनमा विराजमान हुनेछन्, जसको अर्थ उनी हस्तिनापुर राज्यका राजा बन्नेछन्। देवीको जीवनमा उनले धेरै संघर्ष र कठिनाइहरू पार गरेका थिए, जसले उनलाई योग्य राजा बनायो। अर्कोतर्फ मारु जो मारु हुन्, उनी पनि भविष्यमा अयोध्या राज्यको सिंहासनमा विराजमान हुनेछन्, जसको अर्थ उनी अयोध्याका राजा बन्नेछन्। मारु पनि आफ्नो बुद्धिमत्ता र नेतृत्वका कारण अयोध्याको सिंहासनमा बस्नका लागि योग्य ठहरिएका छन्। संस्कृत शास्त्रहरूमा यसको अर्थ मारु स्वशिष्ट कम्बोज जैरुजुवत भीम विक्रम हो, जसको अर्थ मारु हो जो भगवान रामको मानसधार, अर्थात् भगवान रामको मन, विचार र भावनामा बस्ने अत्यन्तै शक्तिशाली, साहसी र वीर व्यक्ति हो। कम्बोज भन्नाले चीन र अरब देशहरू, अफ्रिकी महादेश र सहारा मरुभूमि क्षेत्रहरूलाई जनाउँछ। यी सबै क्षेत्रहरूमा युद्धको माध्यमबाट यस क्षेत्रका राक्षसहरू अर्थात् दुष्ट, अन्यायकारी र समाजमा अशान्ति ल्याउने तत्त्वहरूलाई नष्ट गर्नेछन्। देवपी भन्नाले चीन बर्बरिस्ता गणोरोपी अर्थात् चीन देशसँग सम्बन्धित बर्बर, असभ्य र क्रूर समूहहरूसँग युद्ध गर्ने संकेत गर्दछ। बर्बरहरू भन्नाले पाकिस्तानका काफिरहरू अर्थात् गैर विश्वासी, धर्म विरोधी र समाजमा विघटन ल्याउने व्यक्तिहरूलाई जनाउँछ। यसरी संस्कृत शास्त्रमा उल्लेखित मारु, कम्बोज र बर्बरहरूको अर्थ विस्तृत रूपमा बुझ्न सकिन्छ। यसले धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले गहिरो अर्थ राख्दछ।
यसको अर्थ उनी धर्म र कठोरतामा यति कडा छन् कि संस्कृतमा उनलाई बर्बर भनिन्छ। चीनले तिनै बर्बर मानवहरूलाई नष्ट गर्नेछ र मार्नेछ, थप रूपमा ती बर्बरहरूलाई पूर्ण रूपमा समाप्त पार्नेछ। तर सम्पूर्ण भारत दिल्लीबाट होइन, असिनबाट शासित हुने छैन। सोलामण्डलमा रहेका भक्तहरू मध्येबाट भगवान कल्कीले साना राज्यहरू सिर्जना गरेर 11 जना असल भक्तहरूलाई राजा बनाउनु हुनेछ र भगवानले सोलामण्डलका 1 लाख भक्तहरूलाई सम्पूर्ण संसारको शासन गर्ने जिम्मेवारी सुम्पनु हुनेछ। अनि त्यसपछि भगवानले राजुलाई थाहा दिनुहुनेछ कि यस संसारमा 1 लाख राजाहरू आउनेछन् जो भगवानका अनन्त अनुयायी हुन् र हाम्रो सोलामण्डल जुन बन्दैछ यस सोलामण्डलका भक्तहरू यस्ता 1 लाख भक्त ब्राह्मणहरूले शासन गर्नेछन्।